तपाईको नि अर्जेन्टिना नि रेफ्रीको कारणले जितेको रेफ्रीको कसले कारणले भन्नु रेफ्रीको के जितिसकेपछि सक्यो भाइ रेफ्रीको कारण देखाउन मिल्दैन नि भाइ के हारे भनेर ठुलो कुरा गरेको केही होइन कि रोनाल्डो भनेको नि गोटे हो क्या तपाईको त्यो अर्जेन्टिना मेसी ए भनेको भाइ नि जे भए पनि नि गोटै जे भए पनि भाइ हारो नि हैन त्यो फलमा पेनाल्टी दिनुपर्ने हो यस्ता कुरा छोड्दै भाइ सबै कुरो माथिबाट हेरिरहेको हुन्छ भाइ कसलाई के दिने भन्ने कुरा यहाँ चाहिँ माथिबाट गलत छ हो, हामीलाई भाइ। बोलेर हुँदैन भाइ अर्जेन्टिनाले जितो सक्यो भाइ अर्जेन्टिनाले जितेर हुन्छ दाइ इजिप्टलाई नि हेपेको हो क्या भाइ होइन हेपेको सेपेको केही छैन भाइ जसले खेलो त्यसले जसले हानो त्यसले जानो रेफ्रीलाई किनेको किनेर भाइ अर्जेन्टिनाले। पैसामा बिग्दैन भाइ रेफ्री बुझिस् नि ए त्यस्तो वायत कुरा छोडिदिनु हावा कुरा छोडिदिनु का हारेपछि सक्यो क्या भाइ जित्नेले जितो जितो बल्ल सक्यो भाइ। तल्ल हारेर जितिरहेको छ मरेर ठुलो कुरा जितिरहेको भाइ, छ त्यस्तो कुरा नहुँदैन। ए गफ नदिनु त्यस्तो हेरेको फाइनलमा जित्दै जित्दै भाइ हेरेको सक्यो हारेपछि सक्यो क्या हार मान्नुपर्छ क्या हार चाहिँ किन मान्नु किन मान्नु परेन सक्यो त फेरि खेल्न पाउँदैन रोनाल्डो ठुलो हो कसले भन्नु रोनाल्डो मेसी ठुलो हो त्याट। कुरा गर्छ त्यही त मेसीको गोल खेला हेरेको छैस् नि कस्तो हान्छ मेसीले वर्ल्ड कप जितेमा के हो गोट हुन्छ गोल त हुन्छ त भाइ त्यही। जितेपछि हावा सक्यो भाइ। नबोल्नु मसँग हारेपछि भाइ ठुलो नबोल्नु मसँग